सर तपाईले त्यो जिल्ला हस्पिटलबाट के माग्नु भएको थियो नि यहाँ के हो यहाँ मन्त्रीजीसँग कुरा गर्नु त्यहाँ पाँच चोटि प्रधानमन्त्री भएका मान्छेहरू ठुल्ठुला परराष्ट्र मन्त्री भएकाहरू होइन यो देश नै चलाउँछु भन्नेहरू पनि थिए। देशको 6वटा प्रदेशमा मेडिकल कलेज हुँदाखेरि हाम्रो एउटा सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज छैन क्या होइन। राज्यले हेर्ने दृष्टिकोण यहीँबाट झल्किन्छ कि हामीलाई के व्यवहार गरिएको थियो भनेर आज हजुर हुँदाखेरि हामीले कुरा राख्न पायौँ। हिजोको दिनमा यसरी कुरा राख्न पनि हामीलाई सहज थिएन होइन। कटिमा बनवास पिलिभिट इन्डिया त्यहाँ जान्छन् हाम्रा सुदूरपश्चिमका मान्छेहरू अनि त्यहाँ इन्डियनहरूबाट कति लुटिन्छन् उनीहरू कति ठगिन्छन् अनि काठमाडौँ आउँछन्। काठमाडौँमा पहिलोचोटि मान्छे आइरहेको हुन्छ कहाँ जाने पनि थाहा हुँदैन कता जाने पनि थाहा हुँदैन क्या। त्यसकारण त्यत्रो संरचनाहरू बनेको छ सेल्फी खिचिरहेका छन् त्यहाँ मान्छेहरूले ती भवनहरू त्यत्तिकै छोडिएका छन्। त्यसकारण गेटा मेडिकल कलेजका निम्ति पनि निवेदन चाहिँ हजुरलाई चाहिँ हामी शिक्षा मन्त्रालयमा पनि दिउँला तर त्यो स्वास्थ्य परेको हुनाले जानकारी गराउँ। अब जहाँसम्म इक्विपमेन्टहरूको सवाल छ त्यो केही हाम्रा खरिद योजनामा परेका छन् केही म हेर्छु त्यो त्यसको व्यवस्थापन डेफिनेटली मान्छे पठाएपछि त उनीहरूलाई चुप लागेर बस्नु त पठाउने होइन कामै गर्नु पठाउने हो अब त्यो चाहिँ त्यस्तो डिटेलहरूको चाहिँ म नहेरिकन म केही पनि प्रमिस गर्दिनँ। उहाँसँग बसेर त्यसलाई प्राथमिकीकरण गरेर गर्न सकिने कुरा गरिहालौँ नगर्न सकिने कुरा योजनामा भए नि पारिहालौँ। त्यसपछि भोलि आउने सरकारले त्यसलाई नाइ नबनोस् भनेर त्यो जे पूर्व तयारी गर्नुपर्छ गेटाको लागि मैले प्रतिबद्धता व्यक्त गरेँ। सीआर एक्सरे मेसिन एक ठान हेमाटोलोजी उल्टर काउन्टर एक ठान एनालाइजर एक ठान इलेक्ट्रोलाइट टेस्ट मेसिन एक ठान भन्नुभएको छ। निमित्त स्वास्थ्य चौकी प्रमुख हस्तबहादुर खडाइजीले मन्त्रीलाई नै बुझाइदिनु होला भनेर यो निवेदन हामीलाई आएको छ। बारम्बार जन्मेर 32 वर्षको भइसकेँ अब म फेरि जन्मिने होइन। मेरो कामै जबसम्म चाहिँ यो देशका सबै नागरिकले स्वास्थ्य सेवा पाउँदैनन् नि तबसम्म आइराख्ने हो बोलिराख्ने हो। बुझ्नु पनि कुरा अके नआउनु त अनि योभन्दा अगाडि आयो भनेर अब नआउनु त होइन बोल्नु पर्यो नि त होइन। अब मेरो कामै त्यही हो। म लामो समयदेखि नेपाल र नेपालीका विभिन्न समस्याहरूको पक्षमा बोल्दै आइरहेको छु र नेपालको बदलिएको राजनीति पश्चात जुन जेनजीहरूको आन्दोलन पश्चात जनताको सरकार बनेको छ हामी यसरी विभिन्न मन्त्रीहरूसँग साक्षात्कार गर्न पाइरहेका छौँ आफ्ना कुराहरू सुनाउन पाइरहेका छौँ। योभन्दा अगाडिको सरकार हुँदाखेरि पनि हामी पटक पटक स्वास्थ्य मन्त्रालयतिर आइरहन्थ्यौँ र हाम्रा कुराहरू भनिन्थ्यो त्यसपछि के कस्तो हुन्थ्यो थाहा पनि हुँदैन थियो र हामी सुदूरपश्चिममा लगभग 28 लाख सुदूरपश्चिमको जनसङ्ख्या छ। 9वटा जिल्ला छन्। सुदूरपश्चिम आफै एक प्रदेश हो र सुदूरपश्चिममा त्यहाँको स्वास्थ्य स्थितिको बारेमा कुरा गर्ने हो भने आजसम्म एउटा पनि मेडिकल कलेज छैन। भएका 2टा अञ्चल अस्पतालहरूको अवस्था राम्रो छैन भने जिल्ला अस्पतालको अवस्था झनै दयनीय छ। सुदूरपश्चिमका मान्छेले जनरल कुराहरू सामान्य माइनर किसिमका अपरेसनहरू गर्न पनि कि त इन्डिया जानु पर्यो कि त यहाँ काठमाडौँ आउनु पर्यो। एकदम ठुलो आर्थिक समस्या छ र अझ पहाडी जिल्लाहरूको अवस्था हेर्ने हो भने अत्यन्तै दयनीय छ गाह्रो छ। अब आज यहाँ संयोगले अहिलेको हाम्रो स्वास्थ्य मन्त्री पनि एउटा फिमेल एउटा आमा हुनुहुन्छ। म हजुरलाई जानकारी गराउँ सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरूमा आज पनि बाटोमा सुत्केरी भएको समाचार तपाईहरूले सुन्न पाइराख्नु भएको छ अथवा सुनिराख्नु भएको छ। यो पीडा चाहिँ तपाईले महसुस गर्न सक्नुहुन्छ भन्ने मेरो बुझाइ छ र यहाँ हामीले केही सुदूरपश्चिमको मेडिकल कलेज र म आफै चाहिँ मेरो आफ्नो जिल्ला बाजुरा भएको कारणले गर्दाखेरि त्यहाँको जिल्लाको अस्पतालको अवस्था के छ भनेर मोटामोटी हजुरलाई म जानकारी गराउन चाहन्छु र यो केही ध्यानाकर्षण पत्रहरू छ। त्यसपछि प्रगति विवरण के छ सायद गेटा मेडिकल कलेजको अध्यक्ष पनि यहाँ हुनुहुन्छ उहाँहरूले हामीलाई भन्नुहुन्छ होला। एउटा मेरो पहिला जिल्ला हस्पिटलको ज्ञापन पत्र छ म वाचन गर्न अनुमति चाहन्छु। श्रीमान माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यू रामशाहपत काठमाडौँ विषय जिल्ला अस्पताल बाजुराको सेवा विस्तार तथा आवश्यक उपकरण जनशक्ति व्यवस्थापन गरिदिने सम्बन्धमा महोदय म तपाईँको यो मन्त्री पदमा अत्यन्तै विनम्रतापूर्वक यो निवेदन पेश गर्न चाहन्छु। सुदूरपश्चिम प्रदेशको अति दुर्गम भौगोलिक क्षेत्रमध्ये पर्ने जिल्ला अस्पताल बाजुरामा हाल पर्याप्त विशेषज्ञ सेवा आधुनिक उपकरण तथा आवश्यक संरचना अभावका कारण स्थानीय नागरिकहरू गुणस्तरीय स्वास्थ्य सेवा पाउनमा कठिनाइमा परिरहेका छन्।
जनताको जीवन रक्षा, आकस्मिक उपचार, मातृ शिशु स्वास्थ्य, शल्यक्रिया तथा दीर्घरोग व्यवस्थापनका लागि अस्पताल क्षमताको तीव्र विस्तार अपरिहार्य भएकाले तपाईँको सम्मानित मन्त्रालय मार्फत आवश्यक सहयोगका लागि यो निवेदन समर्पण गर्दछु। जिल्ला अस्पताल बाजुरामा आवश्यक पर्ने कुराहरू भनेर मैले त्यहाँ यहाँ हामीले उहाँको त्यहाँ सोधेर निवेदन मागेका छौँ। विशेषज्ञ चिकित्सकको व्यवस्था भन्ने छ, जनरल सर्जन, फिजिसियन, बालरोग विशेषज्ञ, आइसियु सेवा विस्तार तथा सञ्चालनका लागि आवश्यक प्राविधिक र भौतिक पूर्वाधार। 3 मा छ अत्यावश्यक उपकरणहरूको आपूर्ति, भेन्टिलेटर, फिजियोथेरापीका लागि स्पाइनल ट्र्याक्सन मेसिन, क्याउट्री मेसिन, जिए जनरल एनेस्थेसिया मेसिन र अर्थोपेडिक ओटी टेबल भनेर यो माग गरेको वहीँबाट छ। 4 मा चाहिँ ब्लड ब्याङ्क सेवा विस्तार तथा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्था, कर्मचारी आवास भवन निर्माण र पोस्टमार्टमका लागि छुट्टै भवन निर्माण भन्ने छ। यो जिल्ला अस्पतालको क्षमता वृद्धि भएमा हजारौँ नागरिकले समयमै उपचार पाउनेछन्, आकस्मिक अवस्थाबाट ज्यान जोगिनेछ र स्वास्थ्य क्षेत्रमा प्रदेशकै समग्र विकासमा ठुलो योगदान पुग्नेछ। जिल्ला र प्रदेशको यी सबै सुविधा अत्यन्त आवश्यक भएकाले यथाशीघ्र व्यवस्था गरिदिनु होला भन्ने मेरो विश्वास छ र यो निवेदन पेश गरेको छु। निवेदक हेमराज थापा, बाजुरा सुदूरपश्चिम भन्ने छ। यो चाहिँ हामीले डाक्टर चन्द्रशेखर यादव निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट हुनुहुन्छ, उहाँले चाहिँ यो पत्र हामीलाई पठाउनु भएको छ र यो पत्रसँगै मैले पनि आफ्नो निवेदन चाहिँ हजुरकोमा पेश गरेको छु। हजुर, उहाँको फोन नम्बर छ तपाईसँग? उहाँको फोन नम्बर चाहिँ तपाईँसँग छ कि मसँग चाहिँ छैन। यो निवेदन चाहिँ यसरी पठाइदिनु भएको छ होइन। यो चाहिँ हस्तान्तरण गर्न चाहन्छु म हजुरलाई। यसमा के छ मैले आज हजुर मन्त्री हुनुहुन्छ भनेर भनेको होइन कि, यहाँ सचिवज्यू हुनुहुन्छ, त्यहाँ पहिला त्यहाँ 5 चोटि प्रधानमन्त्री भएका मान्छेहरू, ठुल्ठुला परराष्ट्र मन्त्री भएकाहरू होइन, यो देश नै चलाउँछु भन्नेहरू पनि थिए। देशको 6वटा प्रदेशमा मेडिकल कलेज हुँदाखेरि हाम्रो एउटा सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज छैन क्या होइन। राज्यले हेर्ने दृष्टिकोण यहीँबाट झल्किन्छ कि हामीलाई के व्यवहार गरिएको थियो भनेर। आज हजुर हुँदाखेरि हामीले कुरा राख्न पायौँ। हिजोको दिनमा यसरी कुरा राख्न पनि हामीलाई सहज थिएन होइन। कटिमा, बनवास, पिलिभिट, इन्डिया त्यहाँ जान्छन् हाम्रा सुदूरपश्चिमका मान्छेहरू, अनि त्यहाँ इन्डियनहरूबाट कति लुटिन्छन्, उनीहरू कति ठगिन्छन्, अनि काठमाडौँ आउँछन्। काठमाडौँमा पहिलोचोटि मान्छे आइरहेको हुन्छ, कहाँ जाने पनि थाहा हुँदैन, कता जाने पनि थाहा हुँदैन क्या। त्यसकारण त्यत्रो संरचनाहरू बनेको छ, सेल्फी खिचिरहेका छन् त्यहाँ मान्छेहरूले, ती भवनहरू त्यत्तिकै छोडिएका छन्। त्यसकारण यो अब यो गेटा मेडिकल कलेजका निम्ति पनि निवेदन चाहिँ हजुरलाई चाहिँ हामी शिक्षा मन्त्रालयमा पनि दिउँला, तर त्यो स्वास्थ्य परेको हुनाले जानकारी गराउँ भनेर होइन। श्रीमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामसापत, काठमाडौँ। विषय 28 लाख सुदूरपश्चिमेली नागरिकको सहज उपचार सेवाका लागि गेटा मेडिकल कलेजलाई तत्काल पूर्ण रूपमा सञ्चालन गरिदिने सम्बन्धमा महोदय, सुदूरपश्चिम प्रदेश नेपालको भौगोलिक रूपमा सबैभन्दा कठिन तथा सरकारी सेवाको पहुँच अत्यन्त सीमित रहेको क्षेत्र हो। नेपाल सरकारले प्रकाशित जनगणना तथा अन्य सरकारी तथ्याङ्क अनुसार अहिले करिब 28 लाख सुदूरपश्चिमेली नागरिक छन्, जसको स्वास्थ्य सुरक्षाको मुख्य केन्द्र बन्नुपर्ने गेटा मेडिकल कलेज आजसम्म पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यथार्थ प्रदेशको स्वास्थ्य उपलब्धिका लागि गम्भीर चुनौती बनेको छ। प्रदेशका अधिकांश नागरिक आर्थिक रूपमा कमजोर, भौगोलिक रूपमा अलग थलग र सूचना प्रविधिको अभावमा रहेको हुँदा सानो सानो उपचारका लागि नेपालगञ्ज, काठमाडौँ वा भारतसम्म जानुपर्ने बाध्यता छ। उपचार खर्च धान्न नसक्दा हजारौँ नेपालीले उपचार नै छाड्नुपर्ने समस्या छ। आकस्मिक अवस्थाका बिरामी लामो यात्राका कारण उपचार नपाई ज्यान गुमाउने जोखिम छ। स्थानीय युवा चिकित्सकले आफ्नो प्रदेशमै अध्ययन र सेवा गर्ने अवसर नपाउने अवस्था जस्ता गम्भीर समस्याहरू निरन्तर दोहोरिरहेका छन्। यी सबै समस्याको दिगो समाधान गेटा मेडिकल कलेजको तत्काल पूर्ण र प्रभावकारी सञ्चालन हो र गेटा मेडिकल कलेज सञ्चालन आवश्यक हुनुका तथ्याङ्कात्मक आधारहरू पनि यहाँकै हामीले ल्याएका छौँ। 28 लाख जनताको जीवन रक्षा, प्रदेशमा पूर्ण संरक्षित शिक्षण अस्पताल नहुँदा मृत्यु जोखिम अत्याधिक छ। आकस्मिक सेवा, मातृ शिशु स्वास्थ्य, क्यान्सर, मुटु, मृगौला जस्ता उपचार अत्यन्त सीमित छन्। स्वास्थ्य सेवामा असमानता पनि हट्छ यसले भन्ने छ हाम्रो चाहिँ कुरा। देशका अन्य प्रदेशमा मेडिकल कलेज सञ्चालन भइरहँदा सुदूरपश्चिम मात्रै वञ्चित छ। आर्थिक बोझ पनि कम हुन्छ यदि त्यो मेडिकल सञ्चालन भयो भने। प्रदेशबाट हरेक वर्ष अरबौँ रुपैयाँ उपचार र मेडिकल शिक्षाका लागि बाहिर जाने गरेको छ। कलेज सञ्चालनले प्रदेशमै रोजगार र आर्थिक वृद्धि हुन्छ, स्वदेशमै चिकित्सक उत्पादन हुन्छ, प्रदेशका युवाले आफ्नै क्षेत्रमा चिकित्सा शिक्षा पाउने, ब्रेन ड्रेन रोकिने, भौगोलिक न्याय, संविधानले सुनिश्चित गरेको स्वास्थ्य सेवा पहुँचमा सुदूरपश्चिमको अधिकार सुनिश्चित हुने भएकाले यसलाई हामीले भौगोलिक न्याय
भनेका छौँ र तत्काल मन्त्रालयले गर्नुपर्ने कदमहरू केही जस्तो गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया तुरुन्त अगाडि बढाइदिनु पर्ने, कलेज तथा शिक्षण अस्पताल दुवैको औपचारिक उद्घाटन र कार्यान्वयनका लागि स्पष्ट सरकारी निर्णय हजुरहरूले जारी गरिदिनु पर्ने। त्यसै गरी कलेजलाई दिगो स्वायत्त र प्रभावकारी स्वास्थ्य शैक्षिक केन्द्रका रूपमा विकास गर्ने नीतिगत व्यवस्था मिलाइदिनु पर्ने, कलेज सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र परिचालन संरचना तत्काल सुनिश्चित। गेटा मेडिकल कलेज सञ्चालन भइसकेपछि 28 लाख पश्चिमेली नागरिकले आफ्नै प्रदेशमा उच्च स्तरीय उपचार पाउनेछन्। आपतकालीन सेवा प्रदेशमा उपलब्ध हुनेछ। शिक्षण र उपचार दुवै सहज हुनेछ। प्रदेश आर्थिक रूपमा बलियो बन्दै जानेछ भन्ने हाम्रो बुझाइ छ। निवेदक हेमराज थापा, घर चाहिँ बाजुरा, प्रदेश चाहिँ सुदूरपश्चिम भन्ने छ। यो चाहिँ गेटा मेडिकल कलेजको सञ्चालनका निम्ति हजुरहरूलाई नै गरेँ। यसपछि उहाँ सरहरूले दिनुहोला एन्सर। यो चाहिँ गेटा मेडिकल कलेजको छ। छिमेकी पालिकाहरू जस्तो त्रिवेणी, खप्तड, छेडेदही लगायतका बिरामीहरू पनि स्वास्थ्य सेवा लिन आउनुहुन्छ र सेवाग्राहीलाई सेवा दिनु हाम्रो धर्म हो। अतः यस स्वास्थ्य संस्थाबाट सेवा निरन्तरताका लागि ल्याब सेवा, एक्सरे सेवा र अन्य सेवाहरू सञ्चालन भइरहेका र ल्याब सेवा र एक्सरे सेवा दिनका लागि हामीसँग सो सामग्रीहरूको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएकाले सेवाग्राहीहरू बाजुराबाट बयालपाटा, धनगढी र भारतसम्म जान बाध्य भएकाले सेवाग्राहीलाई ठुलो आर्थिक भार पर्ने गुनासो सुनिन आएकोले हामीलाई तपसल बोमोजिमका ल्याब सेवा र एक्सरे सेवाका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन अनुरोध मन्त्रीज्यूमा सादर अनुरोध गर्दछु भन्नुभएको छ। CR एक्सरे मेसिन एक ठान, हेमाटोलोजी कुल्टर काउन्टर एक ठान, एनालाइजर एक ठान, इलेक्ट्रोलाइट टेस्ट मेसिन एक ठान भन्नुभएको छ। निमित्त स्वास्थ्य चौकी प्रमुख हस्तबहादुर खडाईजीले मन्त्रीलाई नै बुझाइदिनु होला भनेर यो निवेदन हजुरलाई आएको छ। गर्नुपर्ने काम धेरै छन् र मेरा प्रयासहरू त्यसै अनुरूप पटापट बढिरहेछन्। किनभनेदेखि यो सरकारको कार्य अवधि एकदमै छोटो छ। मैले चाहिँ भनौँ न फागुनसम्ममा यहाँ गरेर जानुपर्ने धेरै कामहरू छन् र लास्टको महिना या 2 महिनामा त अझ निर्वाचनको आचार संहिता लाग्ने भए हुनाले त्योभन्दा पहिला नै धेरै कामहरू सकाउनु पर्ने छ। त्यही अनुरूप मैले चाहिँ मेरो सम्पूर्ण टिमलाई एकदम छिटो रफ्तारमा काम गरिदिनुहोस् भनेर भन्ने गरेको छु। अब उहाँले भन्नुभएकै कुरामा सर्वप्रथम गेटाकै कुरामा आउँ। गेटाको अब अस्पताल सञ्चालन गर्नुपर्छ। अब यो विश्वविद्यालयको रूपमा आइसकेको हुनाले त्यहाँ मेडिकलको पढाइ पनि सुरु हुनुपर्छ भन्नेमा कुनै विवाद नै छैन। हाम्रो प्रयास त्यतैतर्फ हो। डाक्टर साहबले त्यो सञ्चालन गर्ने जिम्मा लिएर जानुभएको छ। गत पहिलो सरकारले उहाँलाई त्यहाँ राखेको हो र हामीले उहाँको उत्साह, उहाँको त्यहाँको कमिटमेन्ट त्यो सबै हेरेर त्यो प्रतिबद्ध हुनुभएको हिसाबले उहाँको कामलाई हामीले निरन्तरता दिनुहोस् भनेर राखेकै छौँ। र उहाँलाई सबैभन्दा ठुलो समस्या भनेको जनशक्ति। मान्छे नै छैन भने कसरी सञ्चालन हुन्छ र त्यसलाई हामीले दिगो रूपमा त्यहाँ जनशक्तिको व्यवस्थापन गर्नु पर्यो। हाम्रो नेपाल सरकारको काम गर्ने प्रक्रियामा तपाईँहरूलाई कतिलाई थाहा छ, ONM सर्वे भनेर गर्नुपर्छ। त्यो सङ्गठनात्मक म्यानेजमेन्ट व्यवस्थापनको सर्वे गरेर कति मान्छे चाहिन्छ के चाहिन्छ भनेर त्यो, किनभने जनशक्ति राख्न साथ त्यसको तलब लगायत आर्थिक दायित्व पर्छ नि सरकारलाई। त्यसैले हामीले अर्थ मन्त्रालयको सहमति लिएर अनि बल्ल त्यो सर्वे गरेर अनि पदहरू सिर्जना गरेर अनि फाइनली क्याबिनेटबाट, मन्त्री परिषदबाट त्यो अप्रुभल, त्यसलाई स्वीकृतिको फेजमा जान्छ। त्यो हामीले अर्थ मन्त्रालयसँग सल्लाह सहमति गरेर अब ONM सर्वेको फेजमा हामी गइसकेका छौँ। त्यो भन्दा तपाईँहरूले एकचोटि खुसीले ताली त बजाउनै हुन्छ होला, होइन त? अब यसको यो ताली मैले बजाउनुहोस् किन भने यसको स्वीकृति त फेरि हामीले गर्ने होइन, गर्ने त अन्य निकाय पनि छन्। उनीहरूलाई म लगेर सुनाइदिन्छु कि अनि यो जनताहरू यति खुसी भएको थियो, यो नगरी हुँदैन है भनेर काम त हामीले गऱ्यौँ। त्यो कामलाई त अप्रुभल गर्दा त फेरि अन्य पनि हुन्छ नि, सबैले अप्रुभ गर्नु पऱ्यो नि त। त्यसैले यो काम अगाडि बढेको छ। मान्छे भएपछि त काम अगाडि बढ्ने भयो। तपाईँ खुसी हुनुभयो होला नि? एकदम बढ्छ। अब जहाँसम्म इक्विपमेन्टहरूको सवाल छ, त्यो केही हाम्रा खरिद योजनामा परेका छन्,
केही म हेर्छु त्यो त्यसको व्यवस्थापन डेफिनेटली मान्छे पठाएपछि त उनीहरूलाई चुप लागेर बस्नु त पठाउने होइन कामै गर्नु पठाउने हो अब त्यो चाहिँ त्यस्तो डिटेलहरूको चाहिँ म नहेरिकन म केही पनि प्रमिस गर्दिनँ उहाँसँग बसेर त्यसलाई प्राथमिकीकरण गरेर गर्न सकिने कुरा गरिहालौँ नगर्न सकिने कुरा योजनामा भए नि पारिहालौँ त्यसपछि भोलि आउने सरकारले त्यसलाई नै नभनोस् भनेर त्यो जे पूर्व तयारी गर्नुपर्छ गेटाको लागि मैले प्रतिबद्धता व्यक्त गरेँ तपाईँहरूलाई मैले त्यो सुनाएँ तपाईँले मलाई दोस्रो दिनुभएको थियो र तेस्रोमा स्वास्थ्य चौकी थियो दोस्रोमा के थियो भाइ दोस्रो गेटा हो पहिलो चाहिँ जिल्ला अस्पताल बाजुराको जिल्ला अस्पताल बाजुराको जिल्ला अस्पताललाई सुदृढीकरण गर्नुपर्छ त्यहाँका चुनौतीहरू सम्बोधन गर्नुपर्छ भन्ने कुरामा पनि दुई मत छैन गर्नुपर्छ है तर जिल्ला अस्पतालहरू चाहिँ हाम्रो यो फेडरल संरचनामा हामी गइसकेपछि चाहिँ त्यो चाहिँ प्रदेश सरकार अन्तर्गत पर्छ सङ्घीय सरकार अन्तर्गत पर्दैन त्यसकारण मैले अघि फोन नम्बर छ भनेर मागेको कारण चाहिँ म कुरा भए पनि गर्छु नि त कसरी मिलाउन सकिन्छ भनेर अनि कुरा गरेर भए पनि प्रयास गर्छौँ मसँग सचिवज्यू पनि हुनुहुन्छ सचिवज्यूले पनि प्रशासनिक तहमा त्यहाँको भनौँ न प्रशासनको सचिवहरूलाई सबैलाई भनेर ल न बाजुरालाई हेरिदिनुहोस् यस्तो त्यहाँ आवश्यकता रहेछ भनेर त्यो केही छैन बट ठिक छ म खोजौँला डोन्ट वरी त्यो म मिलाउँला र राजनीतिक रूपमा पनि त्यहाँको मान्छेहरूसँग सम्पर्क गरेर तपाईँको बाजुरालाई हामीले अगाडि बढाउने प्रयास गर्छौँ त्यो पनि मैले भने तेस्रो कुरा हेल्थ पोस्टको थियो हेल्थ पोस्टको पनि त्यो एक्चुअली स्थानीय सरकार मार्फत हुन्छ हामीले डाइरेक्ट हामीले गर्न मिल्दैन जे पनि अहिले संविधानले हामीलाई 300 भनेर भनेको छ कि सहमति सहकार्यका कुराहरू आउँछन् र हामीले डाइरेक्टली आफूले पहिला भए मन्त्रालयमा बसेको मन्त्रीले अथवा सचिवले फोन उठाएर ल गरिदिनुहोस् भन्यो भने त्यो एक किसिमले भनौँ न निर्देशन हुन्थ्यो आदेश हुन्थ्यो गर्नै पर्थ्यो अहिले त्यो अवस्था छैन अहिले त्यो स्थानीय सरकार आफै पनि स्वायत्त सरकार हो र स्थानीय सरकारको मातहतमा हुन्छ त्यसले गर्दाखेरि त्यहाँ टाइम लाग्न सक्छ तर उहाँहरूले माग्नु भएका सामानहरू जगेडा केही रहेछ भने पठाउने म बन्दोबस्त गरिदिन्छु मैले हेर्नुपर्छ त्यो धेरै ठुलो कुरा पनि माग गर्नु भएको छैन म पठाउन सकिन्छ जस्तो लाग्छ तर त्यसको लागि पनि स्थानीय सरकारसँग मैले कुरा चाहिँ गर्नै पर्छ किनभने मेरो ठाउँमा तिमीले किन मेरो किन्ने विचार थियो मैले टेन्डर गरिसकेका थिएँ अथवा केही भन्नु होला त्यसकारण कुरा नगरी पठाउने कुरा आउँदैन त्यो गरेर अनि म त्यो पठाउनलाई प्रयास गर्छु त्यस पनि मेरो कमिटमेन्ट भयो लास्टै दुःख भयो कि हामीलाई चाहिँ किन त्यहाँ 1,50,000 चाहिँ हाम्रो पपुलेसन हो हैन आज पनि हजुर त अब राम्रो पहिला पनि काम गरेको मान्छे हैन मानव विकास सूचाङ्कमा चाहिँ हामी 77औंमा पर्छौं के बाजुराको मान्छे कमन कुराको मानि दिदी मन्त्रीज्यू हैन कमन कुरामा पनि कहाँ बयालबाट आउनु पर्यो हैन मैले बुझे कुरा जुम्ला जानु पर्यो कि धनगढी आउनु पर्यो एकदम मैले भने त बाजुराको लागि नगर्ने भन्ने प्रश्नै उठ्दैन गर्ने हो खालि मैले प्रशासनिक प्रक्रिया तपाईहरुलाई बुझाएको कि डाइरेक्टली मैले पठाउन मिल्ने छैन अवस्था म त्यहाँको स्थानीय सरकारसँग कुरा गरेर प्रदेश सरकारसँग कुरा गरेर म पठाउने प्रमिस गर्छु भने त है ठीक छ कुरा बुझे है बुझाएँ मैले ल अब बाँकी रह्यो जनरल कुरामा सुदूरपश्चिम अति नै विकट छ हाम्रो देश पछाडि परेको कारण चाहिँ के हो भने हामीले सबैतिर समानुपातिक विकास गर्न सकेनौँ पिछडिएका क्षेत्र पिछडिएकै रहे भन्ने कुरामा पनि कुनै दोधार छैन र मैले अहिले मन्त्री हुन साथै 3टा कुरा स्वास्थ्यमा गर्छु भनेको छु त्यसमध्ये तपाईलाई थाहा होला मैले मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेँ पहिल्यै प्राथमिकतामा तर दोस्रो विषय चाहिँ श्रमिकको स्वास्थ्य छ जुन हामी वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका कुरा अहिले भारतै पनि छिमेकी भारतमै जाने श्रमिकहरूको पनि अब HIV लगायतका बिमारीहरू अथवा घाउ चोटपटक विभिन्नको बिमामा कसरी आबद्ध गराउने होला उपचार कसरी पुर्याउने होला त्यस्ता विषयहरूमा पनि हामी छलफल गर्दैछौँ भनेपछि नगर्ने भन्ने कुरै आउँदैन श्रमिकको स्वास्थ्य मेरो दोस्रो प्राथमिकता छ तेस्रो प्राथमिकतामा चाहिँ हाम्रो मातृ शिशु जुन अघि तपाईँले आमाहरू मर्छन् बिच बाटोमा सुत्केरी हुन्छ भन्नुभयो त्यही कुराले हाम्रो सुदूरपश्चिम कर्णाली मधेस र लुम्बिनी यी 4वटा प्रदेशहरूमा चाहिँ
मातृ मृत्यु र शिशु मृत्युको सूचकहरू एकदमै खराब छन् अरू जिल्लाको तुलनामा, अरू प्रदेशको तुलनामा। अनि त्यो प्रदेशभित्र पनि जिल्लागत रूपमा हेऱ्यो भने बाजुरा पछाडि नै छ, सबभन्दा लास्टै हो। त्यसले गर्दा बाजुराले प्राथमिकता पाउनुपर्छ भन्ने कुरामा पनि कुनै शङ्का छैन। मैले हिजो मात्रै पनि हाम्रो यो मातृ शिशुको मैले कार्यक्रम छिट्टो गरेर यो दुर्गम पिछडिएको ठाउँहरूमा छिटो लग्नुहोस् भनेकोमा पनि उहाँहरूले आएर मलाई देखाउनु भएको छ कि हामीले भनौँ न स्वास्थ्य संस्था सुदृढीकरणका कार्यक्रमहरू र यो खास गरी सिजेरियन गरेर शल्यक्रिया गरेर बच्चा निकाल्ने उपाय गर्न सकिन्छ कि भनेर त्यो लाइनमा, अनि सूचनाको पहुँचभन्दा बाहिर छन्, सानातिना औषधिहरू पनि नपाउने, 4 पटक गर्भजाँच गर्नुपर्ने त्यो पनि नपुगेको, बच्चाहरूलाई न्यानो तातोसम्म पनि राख्न नसकेर बच्चाको मृत्यु भएको, विभिन्न कुराको लागि कार्यक्रमहरू बनिराखेको छ र त्यसलाई अझ राम्रोसँग लैजानुहोस् भनेर मैले भनेको छु। हाम्रो त्यो बाजुरामा छ नि, हजुर, जस्तो कति होइन दुर्गममा हजुरले हेर्नु भएको छ नि, बाटैमा बच्चा कन्डिसन छ के, हजुरहरूले कम्तीमा एम्बुलेन्सहरू अझ त्यहाँ लाइक बच्चा जन्माउने के हुन्छ भनौँ न, एएनएम के हुन्छ नि, त्यस्तोहरूलाई पनि हजुरहरूले प्राथमिकतामा राख्नुपर्छ, एकदमै राख्नुपर्छ। त्यसैले मैले मसँग हाम्रो जनशक्तिको विषय हेर्ने सचिवज्यू नै मसँग हुनुहुन्छ र उहाँले जनशक्तिको विषयमा के गर्न सकिन्छ भनेर उहाँले हेर्नुहुन्छ। अरू प्राविधिक विषयहरू मैले भने प्राविधिक टोलीले त्यसमा काम गरिराखेको छ। त्यो कार्यक्रमलाई हामी अगाडि बढाउँदैछौँ है। अर्को औषधिहरू पाएन भन्ने कुरा जिल्लाकोले हेलो सर तपाईँले त्यो जिल्ला हस्पिटलबाट के माग्नु भएको थियो नि, यहाँ म के हो यहाँ मन्त्रीजीसँग कुरा गर्नु। सुन्नु न भाइ, तपाईँको फोन नम्बर, नमस्ते, तपाईँको फोन नम्बर मैले राख्छु, म तपाईँलाई पछि फोन गर्छु ल। मेरो अहिले ल लानकै हो ल, त ठिक छ, म तपाईँको फोन नम्बर मैले राखेँ, म तपाईँसँग पछि ल। थ्याङ्क यू ल, तपाईँको निवेदन मैले पाएँ है त, धन्यवाद। म फोन नम्बर मलाई टिपाइदिनु होला। अनि मलाई रमाइलो लाग्यो हजुरले नम्बर भन्नु होइन, एकदम ठिक हो, एकदम ठिक हो। अनि त्यसपछि बाँकी कुरा चाहिँ जस्तो त्यहाँ बाजुरा लगायत हाम्रो विकट जिल्लाहरूमा सुत्केरी गराउनलाई त्यहाँ सर्जन डाक्टर चाहियो, अपरेसन थिएटर चाहियो, त्यो सबै गर्नुपर्छ भन्ने कुरामा विमति छैन। म सचिव हुँदाखेरि पनि धेरै प्रयासहरू गरेको छु, राम्रो पनि भएका छन् र सरकारले पनि ठुलो लगानी गरेको छ। हेलिकप्टरबाट उठाएर भए पनि सुत्केरीहरूलाई ल्याएको छ। त्यसरी नेपाल सरकारको यो कार्यक्रमहरू चलेको छ, धेरै लाभान्वित पनि भएका छन्। हाम्रो मातृमृत्यु पनि पहिलाको तुलनामा धेरै घटेको छ। तैपनि सुदूरपश्चिम र कर्णालीलाई अझ बढी प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा पनि द्विमत छैन, त्यो हामी राखि नै राखेका छौँ। अझ तपाईँहरूले यसरी भनौँ न, यो सरकार नयाँ बनेको सरकार, नागरिक सरकारले अझ बढी प्राथमिकतामा राख्ला भनेर आउनुभयो, जुन साँच्चै नै पनि हामी राख्छौँ र अगाडि बढाउँछौँ। त्यति चाहिँ मैले तपाईँहरूलाई प्रमिसै गरेँ है। अब समग्रमा हेर्दाखेरि म विभिन्न ठाउँमा गइ पनि रहेको छु। बाजुरासम्म, त्यति टाढासम्म चाहिँ म आउन सक्दिनँ होला, म आउन त बहुतै चाहन्थेँ, तर मैले चाहिँ यता काठमाडौँकै वरिपरि पनि कति अस्पतालहरू छन्, तिनीहरूको विभिन्न समस्या छन्, सेवाग्राहीले दुःख पाएका छन्, ती सबैमा हेर्दै सुधार गर्न निर्देशनहरू दिँदै त्यहाँ सहजीकरण गरिदिँदै आइरहेको छु। त्यसकारण यो मेरो कार्यकाल अब 2-3 महिना बाँकी छ, त्यसमा तपाईँहरूले निश्चय नै पनि सकारात्मक चिजहरू देख्नुहुनेछ। र बाजुराको लागि र यो गेटाको लागि र जुन स्वास्थ्य चौकीको लागि तपाईँहरूले माग लिएर आउनुभयो, त्यसमा मेरो कार्यकालमा गर्न सक्ने चिज म तत्कालै गर्नेछु। गर्न नसक्ने चिजहरूलाई चाहिँ केही न केही नीतिगत र प्रक्रियागत कुराहरू टुङ्ग्याइदिएर अर्को सरकारलाई आएर भेटेर जिम्मा लाएर तपाईँहरूको हकमा काम गर्ने चाहिँ त्यो पनि मैले सबैको अगाडि भने। भोलि गरेन भने मलाई भन्नु होला, तपाईँले त भनेर नि गर्नु भएन भन्नु होला, त्यो अवस्था आउँदै आउँदैन म गरिदिन्छु है त। ल हुनु पर्यो, म त्यो व्यवस्था मिलाउँछु गर्छु भन्नुभयो। त्यहाँको गेटा मेडिकल कलेज सञ्चालनका निम्ति पनि निर्देशकलाई यहीँ बोलाउनु भएको थियो, सचिवलाई यहीँ बोलाउनु भएको थियो, राम्रो काम गर्छु भन्नुभएको छ त। अब योभन्दा पहिला पनि तपाईँ स्वास्थ्य मन्त्रालयमा आइसक्नु भएको छ होइन, यस्ता मागहरू लिएर, तर बारम्बार आश्वासन मात्रै आउने मन्त्रालयबाट काम चाहिँ सुदूरपश्चिमको नहुने यो बारम्बार जन्मेर 32 वर्षको भइसकेँ, अब म फेरि जन्मिने होइन। मेरो कामै जबसम्म चाहिँ यो देशका सबै नागरिकले स्वास्थ्य सेवा पाउँदैनन् नि
तबसम्म आइराख्ने हो, बोलिराख्ने हो। योभन्दा बुझ्नु नि कुरा? अगाडि ओके नआउनु त, अनि योभन्दा अगाडि आयो भनेर अब नआउनु त, होइन? बोल्नु पऱ्यो नि त, होइन? अब मेरो कामै त्यही हो, अब के गर्ने त? अब नयाँ सरकारप्रति अब तपाईँहरूको पनि अपेक्षा त होला नि त। नयाँ जेएनजीको सरकार छ, 3 करोड नेपालीको सरकार हो। यो सरकारलाई सफल बनाउनु पर्छ। यो सरकारले चुनाव गराओस्, स्वास्थ्य मन्त्रीले सुदूरपश्चिमका समस्याको समाधान गरून्। अस्ति कुलमान घिसिङजीकोमा गएको थिएँ, रोडको समस्या समाधान गरून्। अब म त यसमै छु नि, समर्थनमै छु नि।